आदरणीय दर्शकवृन्द नमस्कार। शेयरमन च्यानलमा यहाँलाई स्वागत छ। आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। नेपालको शेयर बजारको सत्य र तथ्य जानकारी दिनु साथै तपाईँको वित्तीय साक्षरताको स्तर बढाउनु यो च्यानलको मुख्य उद्देश्य रहेको छ र आज पनि हामी विशेष खबर लिएर उपस्थित भइसकेका छौँ। नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडको आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्मको वित्तीय विवरणको जानकारी लिएर उपस्थित भइसकेका छौँ। कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि एकपटक उक्त कम्पनीको वित्तीय अवस्था पनि हेर्नुपर्ने हुन्छ र हामी यो भिडियोमा आर्थिक वर्ष 2082-83 सम्म चैत मसान्तसम्म आइपुग्दा ब्याङ्कको अवस्था कस्तो छ भन्ने कुरा जानकारी दिन्छौँ। साथै लाभांश दिन सक्ने क्षमता छ छैन त्यो पनि हामी तपाईँलाई जानकारी दिन्छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 को चैत्र मसान्तसम्ममा 3 अर्ब 14 करोड रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष 4 अर्ब 54 करोड रुपियाँ नाफा आर्जन गरेको थियो। त्यस्तै गरी यो ब्याङ्कको नेट इन्ट्रेस्ट इन्कम 9 अर्ब 57 करोड रुपियाँ रहेको छ। गत वर्ष 10 अर्ब 3 करोड रुपियाँ रहेको थियो भने नेट अपरेटिङ इन्कम 9 अर्ब 56 करोड रुपियाँ रहेको छ। गत वर्ष 11 अर्ब 89 करोड रुपियाँ रहेको थियो। त्यस्तै गरी इम्पेयरमेन्ट चार्जेस 3 अर्ब 5 करोड रुपियाँ छुट्याएको छ। गत वर्ष 1 अर्ब 19 करोड रुपियाँ छुट्याएको थियो भने यसरी सरसर्ती हेर्दा नेट इन्ट्रेस्ट इन्कम पनि घटेको देखिन्छ, नेट अपरेटिङ इन्कम पनि घटेको देखिन्छ, इम्पेयरमेन्ट चार्जेस धेरै मात्रामा छुटाउनु परेको देखिन्छ भने नाफा समेत घटेको देखिन्छ। त्यस्तै गरी यो ब्याङ्कको वासलातको अवस्था कस्तो छ भन्ने कुरा जानकारी दिन गइरहेको छु। यो ब्याङ्कको 3 खर्ब 26 अर्ब रुपियाँ लोन एन्ड एडभान्स रहेको छ। गत वर्षको असार मसान्तमा 3 खर्ब 23 अर्ब रुपियाँ रहेको थियो। त्यस्तै गरी यो ब्याङ्कको डिपोजिट 5 खर्ब 26 अर्ब रुपियाँ पुगेको छ। गत असार मसान्तमा 4 खर्ब 72 अर्ब रुपियाँ रहेको थियो भने इन्भेस्टमेन्ट 1 खर्ब 56 अर्ब रुपियाँ पुगेको छ। गत असार मसान्तमा 1 खर्ब 38 अर्ब रुपियाँ रहेको थियो भने यो ब्याङ्कको चुक्ता पुँजी 34 अर्ब 12 करोड रुपियाँ रहेको छ। गत असार मसान्तमा पनि 34 अर्ब 12 करोड नै रहेको थियो भने यो ब्याङ्कको रिटेन अर्निङ नेगेटिभ रिटेन अर्निङ 3 अर्ब 10 करोड रुपियाँ रहेको छ भने गत असार मसान्तमा 2 अर्ब 45 करोड नेगेटिभ रिटेन अर्निङ रहेको छ। यो ब्याङ्कको रिजर्भमा 37 अर्ब 13 करोड रुपियाँ रहेको छ। गत वर्ष असार मसान्तमा 33 अर्ब 30 करोड रुपियाँ रहेको थियो भने यो ब्याङ्कको अर्निङ पर सेयर 12 रुपियाँ 29 पैसा रहेको छ। गत चैत मसान्तमा 17 रुपियाँ 74 पैसा रहेको थियो भने नेटवर्थ पर सेयर 199 रुपियाँ रहेको छ। गत चैत मसान्तमा 190 रुपियाँ रहेको थियो भने नन पर्फर्मिङ लोन 2.28% पुगेको छ। गत वर्ष 1.53% रहेको थियो भने क्यापिटल एडुकेसी रेसियो 12.41% रहेको छ। गत वर्ष 13.33% रहेको थियो भने इन्ट्रेस्ट रेट स्प्रेड 2.79% रहेको छ। गत चैत मसान्तमा 3.45% रहेको थियो भने क्रेडिट टु डिपोजिट रेसियो 68.37% रहेको छ। गत वर्ष 76.76% चाहिँ यो ब्याङ्कको क्रेडिट टु डिपोजिट रेसियो रहेको थियो र नेपाल मेगा ब्याङ्क लिमिटेडले नेपाल इन्भेस्टमेन्ट ब्याङ्क र मेगा ब्याङ्क मर्ज भइसकेपछि कुनै पनि लाभांश वितरण गरेको छैन। त्यो भनेको 3 साल भइसक्यो यो ब्याङ्कले कुनै पनि लाभांश वितरण गरिसकेको छैन भने आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्मको वित्तीय विवरण हेर्दा यो ब्याङ्कको डिस्ट्रिब्युटेबल प्रफिट 3 अर्ब 10 करोड रुपियाँ नेगेटिभ डिस्ट्रिब्युटेबल प्रफिट रहेको छ। गत चैतमा पनि 1 अर्ब 10 करोड रुपियाँ रहेको थियो। 9 रुपियाँ 9 पैसा यो ब्याङ्कको नेगेटिभ डिस्ट्रिब्युटेबल प्रफिट रहेको छ भने गत चैतमा पनि 3 रुपियाँ 24 पैसा नेगेटिभ डिस्ट्रिब्युटेबल प्रफिट रहेको थियो र आजको मितिमा यो चैत मसान्तसम्मको वित्तीय अवस्था हेर्दा यो आर्थिक वर्ष 2082-83 मा पनि नेपाल मेगा इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडले कुनै पनि लाभांश वितरण गर्न नसक्ने अवस्थामा आजको रिपोर्टलाई हेरेर भन्न सकिन्छ। मैले तपाईँलाई यो जानकारी दिएँ। त्यस्तै गरी तपाईँ अन्य कुनै कम्पनीको बारेमा जानकारी चाहनुहुन्छ भने पनि कृपया हामीलाई कमेन्ट गरिदिनु होला भन्दै हामी अर्को भिडियोमा भेट्ने बाचासहित बिदा हुन्छौँ। धन्यवाद। जय होस्।